बसेर चलाएर जुन त्यो फिल्मी शैलीमा आउनुभयो। आन्दोलनको कमान्डर भनेको त घरमा बसेर आन्दोलन कसरी भइरहेछ के भइरहेछ मोनिटरिङ गर्ने होला नि त। भने कमान्डरको फिल्म देखेर चकित पर्नुभयो तपाईँ। कमान्डरले नै आन्दोलनलाई अराजकतातिर लिएर जानुभयो, भान्नुभयो। भनेको दुर्गा प्रसाईकै कारण हिजोको त्यो होइन, म त भन्छु दुर्गा प्रसाईले हिजो गल्ती गर्नुभएको छ। नेपाली सञ्चार जगतमाथि आक्रमण भएको छ र उहाँको शैली, उहाँको प्रस्तुति, उहाँको अभिव्यक्ति र हिजोको आन्दोलनको कुरा गर्दा लुटपाट, आगजनी, अराजकता त्यो नेपाली सञ्चार जगतले कहिले पनि स्वीकार्दैन। हामी जसले आगजनी गर्छ, लुटपाट गर्छ, हामी विरोध गर्छौँ। जुनसुकै पार्टीले गरोस्, राजावादीले गर्दा पनि विरोध गर्छ, काङ्ग्रेस एमाले माओवादीले गर्दा पनि हामी विरोध गर्छौँ। किनभने लुटपाट हामी संसार गृहलाई हिजो जुन टार्गेट गरियो नि, जस्तो चाहिँ ऋषि सर जस्तो हिजो 3 कुनेको आन्दोलनको कमान्डर त दुर्गा प्रसाई हो नि त। दुर्गा प्रसाई पनि कमान्डर त निर्मल निवासमा छन् पूर्व राजा। त्यो त सरकारले छानबिन गर्नु पर्यो नि त। दोषी चाहिँ पूर्व राजा ज्ञानेन्द्र कि दुर्गा प्रसाई? होइन, सरकारले होइन, अस्ति पूर्व राजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईलाई बोलाएरै अब आन्दोलनको कमान्डर तपाईँ हो भनेर तोकिदिनु भयो नि त। र उहाँको कमान्डरले हिजो आन्दोलन गर्दाखेरि पूर्व राजा ज्ञानेन्द्र शाहको कमान्डरले के गर्नु हो? सडकमा तोडफोड भएन, आगजनी भएन, लुटपाट भएन, भागवटी लुटिएन, कति गाडी जले, दोषीको पत्रकार बताइदिनुहोस्, पूर्व राजाको हत्या भएन। पूर्व राजा ज्ञानेन्द्र त्यो त